नमस्ते। उग्रतारा मेला देही जातको नामले पनि चिनिन्छ। डडेलधुराको प्रसिद्ध मेलामध्ये एक उग्रतारा मेला आफैमा ऐतिहासिक छ। यो मस्टो केदारका जात्राहरूमध्ये सुदूरपश्चिमकै चर्चित मेला हो। अहिले बिहानीको समय छ। डडेलधुरा उग्रतारा मन्दिर वरिपरिका रैथाने गाउँहरूबाट देउरो यो उग्रतारा मन्दिर परिसरमा भित्रिने क्रम जारी छ। यी जात्राहरू नाच्दैछन्। यो उग्रतारा देवीको प्रतीक ध्वजा पताका लगायतका सम्पूर्ण चिनोहरू उग्रतारा मन्दिरभित्र प्रवेशको क्रम छ। वरिपरिका गाउँहरूबाट यो कार्तिक शुक्ल पूर्णिमाका दिन गाउँहरूबाट चाहिँ देउराहरू आएर यहाँ विशेष गरी मेला आयोजना हुन्छ। उग्रतारा माको यो विशेष अवसर वर्षभरिको सबभन्दा ठुलो अवसर हो। यो दर्शनार्थीका लागि, मेला भर्न आउनेका लागि भाग्यको फल माग्ने दिनको रूपमा पनि यो समयलाई चिनिन्छ। अहिले बिहानको 4 बजेको छ। यो बिहानी पखको समयमा दर्शनार्थीहरूको घुइँचो लाग्छ। दिउँसोको मेलाभन्दा पनि यो समयलाई सबभन्दा उत्कृष्ट समय, सबभन्दा पावन समयको रूपमा लिने गरिन्छ। किनभने यो समय सम्पूर्ण देवताहरू उग्रतारा माताको शरणमा पुग्छन् र मनले चिताएको सम्पूर्ण भाग्य फलिफाप हुन्छ भन्ने विश्वास रहँदै आएको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो भोरको बेन्दिलको समय, यो शुभ साँझको समय हो। वरिपरिका गाउँबाट देउराहरू नाच्दै आएका छन्। यो भूमिराजका देउराहरू वरिपरिबाट गाउँहरूबाट आएका। उग्रतारा मन्दिर परिसर अब दिउँसभरि मेला लाग्नेछ। अहिले बिहानदेखि नै वरिपरिका गाउँ, सुदूरपश्चिम सिङ्गो, डोटी, तराई क्षेत्रबाट पनि मेला भर्न आउनेहरू यो बिहानीको पावन समयको दर्शनका लागि यहाँ पुगिसकेको अवस्था छ। हामीहरू पनि डोटीबाट यहाँ पुगेका छौँ। साथीहरू देख्न सक्नुहुन्छ अब दिउँसभरि मेला लाग्नेछ। वरिपरिबाट गाउँलेहरू जम्मै विभिन्न खानेकुराहरू विशेष गरी रोटेमाडा लिएर आउनेछन् र सम्पूर्ण आफन्तहरू दर्शनार्थीहरूलाई चाहिँ एउटा भाग्यको फल, एउटा मिठो परिकारको रूपमा सबैलाई दिनेछन् र सबै मिठो मानी खानेछन् एकछिनपछि। त यो समय आफैमा उत्कृष्ट हो। तपाईहरु कहिले आउनुभयो भने यो समय, यो जात्रा, यो मन्दिर परिसरको यो उत्कृष्ट दर्शनका लागि जहिले पनि तयार रहनुहोला। उग्रतारा मन्दिर परिसरभित्रै अहिले चाहिँ देउरो प्रवेश गर्दैछ। यो चाहिँ हजारौं मान्छेको भिड आफैमा उत्कृष्ट हो। यो क्षण, यो समय उत्कृष्ट छ। देवताका धामीहरू यो चाहिँ विभिन्न घाइमा दाइना दमाहरू बोलिरहेछन्। बडा उत्कृष्ट समय हो यो चाहिँ। तपाईहरु आउनुभयो भने यो समयको दर्शनका लागि आउन सक्नुहुन्छ। कार्तिक शुक्ल पूर्णिमा विशेष गरी चतुर्दशीतिर यो मेला लाग्छ। हेर्नुहोस् डोलहरू, चाँदीले सिँगारेका लट्ठीहरू, चम्मर, घाट, बडा उत्कृष्ट समय छ साथीहरू। यी चम्मरहरू, डोलहरू यो रैथाने गाउँहरूबाट मन्दिर परिसरमा पुस्तौं पुस्तादेखि यो चलन जगजाहेर छ। यो संस्कृतिलाई तमाम पुस्ताका निमित्त, आउने पुस्ताका निमित्त जगेर्ना गरिराख्नु हाम्रो धर्म हो, हाम्रो कर्तव्य हो। धन्यवाद। थ्याङ्क यू।